ल नमस्ते गुड इभिनिङ यहाँको सबैमा। अलि जुम गर्नुपर्छ नि जसरी लाग्यो। के छ अझै जुम गर्नुपर्छ यसलाई? के छ साथीहरु अझै जुम गर्नुपर्छ यसलाई? लो तँ कोही पनि बोल्नुहुन्न त। ल ठीक छ त। ल हामी अस्ति 1.3 मा सूचनाको ठीक छ अहिले त। हामी अस्ति 1.3 मा सूचनाको हकको सिद्धान्तको बारेमा पढेको थियौ है। सूचनाको हकको सिद्धान्तको बारेमा पढेको थियौ है। आज सिद्धान्तको बारेमा हामी चाहिँ अस्ति पढेको थियौ है। ल आज हामी चाहिँ पढ्छौं के भन्दाखेरि आजको टपिक हाम्रो के रहेछ भन्दाखेरि सूचनाको हक को उद्देश्य। सूचनाको हकको उद्देश्य के हुन्छ है? सूचनाको हकको उद्देश्य के हुन्छ? सूचनाको हकको उद्देश्य, महत्व, सबै उद्देश्य सोधोस् अथवा महत्व सोधोस् है। सूचनाको हकको उद्देश्य सोधोस् अथवा उद्देश्य के भयो? म्युट गरेर राख्नु होला साथीहरु, म्युट गरेर राख्नु होला। एसी यार अलि यसरी अलि म्युट गरेर राख्नु होला ल साथीहरु, म्युट गरेर राख्नु होला। ल सूचनाको हकको उद्देश्य के रहेको छ है? यो प्रश्न राखेको हुन्छ सूचनाको हकको उद्देश्य के छ अथवा महत्व के छ? सूचनाको हकको उद्देश्य के हुन्छ भन्दाखेरि नागरिकको मौलिक हक अधिकार, मौलिक हक अधिकार। बोर्ड क्लियर छैन सर। हजुर बोर्ड क्लियर आएन? बोर्ड क्लियर छैन सर। ए ल बोर्ड क्लियर आएन। अब यसलाई गर्नुपर्ने के हो भन्दाखेरि ल के छ अब त ठीक होला अलिअलि। सर कहिले काहीँ कति राम्रो हुन्छ, कहिले काहीँ किन यो कुनै बेला कहिले काहीँ कति राम्रो हुन्छ, कहिले काहीँ किन यस्तो हुन्छ? ल अहिले कस्तो छ? अहिले त ठिकठाक देखिन्छ। के छ अवस्था? लेट डेस्कटप गर्दिनु सर। बोर्ड रोटेट भइसकेको छ जस्तो छ सर। हजुर रोटेट मात्रै खाइरहेको छ। लेट डेस्कटप गर्दिनु सर, पोर्ट्रेटमा छ अहिले। ए ल अब भयो सर। ए ल ल सूचनाको हकको उद्देश्य सोधोस् अथवा महत्व है। सूचनाको हकको उद्देश्य भनेको के हो भन्दाखेरि नागरिकको मौलिक हक अधिकार तथा मानव अधिकारको संरक्षण गर्नु। मानव अधिकारको संरक्षण गर्नु। मानव अधिकारको संरक्षण गर्नु है। संरक्षण गर्नु गर्ने है उद्देश्य गर्न। ल सूचनाको हकको उद्देश्य सोध्यो भने ने लगाउनु पर्ने। ने उद्देश्य जहिले पनि फ्युचर ओरिएन्टेड हुन्छ। हुनेछ, खानेछ, हुनेछ, आउनेछ। उद्देश्य जहिले पनि मतलब फ्युचर ओरिएन्टेड हुन्छ है। र महत्व जहिले पनि तत्कालीन अवस्थामा हुन्छ। उद्देश्य लेखियो भने नागरिकको मौलिक हक अधिकार तथा मानव अधिकारको संरक्षण गर्ने उद्देश्य। यसैलाई गर्न लेखिदियो भने
मानव अधिकारको उद्देश्य के रे सूचनाको हकको महत्त्व लेख्नुस् भने नागरिकको मौलिक हक अधिकार तथा मानव अधिकारको संरक्षण गर्न यो महत्त्व हुन्छ है। ल बुझ्नु भयो नि, यो उद्देश्य भयो र यो महत्त्व। ल कुरा एउटै हो है, बुझ्नु भयो नि सर। यो सर हजुर माथि लेख्नु भएको छ सूचनाको हकको सिद्धान्त, तर सूचनाको हकको उद्देश्य के हुन्छ यो अलि बुझिन। यो हिजो अलि तपाईँ ढिलो गरी आउनु भयो, यो हिजै पढाइ भएको कुरालाई मैले लेखाएको है, यसलाई मेरो यो मैले जनाएको हिजै लेखेको कुरा है। ल यो हिजो भइसक्यो। हिजो हामी पढे, अस्ति हामी पढ्यो सूचनाको हकको सिद्धान्तहरू पढेको भन्ने कुरा लेखेको थियो कि ए ल बुझ्नु भयो नि। सूचनाको हकको उद्देश्य तथा महत्त्वहरू लेख्नुहोस् भनेर लेख्नु, यो प्रश्न आइराखेको हुन्छ प्राय गरेर 5 माथि है। त हामीले पढ्दाखेरि नागरिकको मौलिक हक अधिकार तथा मानव अधिकारको संरक्षण गर्ने उद्देश्य भयो, गर्न महत्त्व भयो। यसै भित्रबाट यसैसँग चुनौती पनि राख्दियो है। चुनौती पनि राख्दियो भने यसैलाई यतातिर राखिदिनु भयो भने गर्नु बनाइदिनु भयो भने यो चुनौती हुन्छ है। ल चुनौती हुन्छ, बुझ्नु भयो नि। देखिराख नि त उतातिर, यो देखिराख। ल यसैसँग अर्को चाहिँ लेखिदियो भने गर्नसँगै यदि कुनैमा हामीले चुनौती लेख्नु पर्यो भने चुनौती त देखिराख नि। ल चुनौती देखिरहेछ, यो चुनौतीलाई लेख्नु पर्यो भने के लेख्नु पर्यो, गर्नु है। ल सूचनाको हकको चुनौतीहरू के छ भन्दाखेरि नागरिकको मौलिक हक अधिकार तथा मानव अधिकारको संरक्षण गर्नु सूचनाको हकको चुनौती हो। गर्ने उद्देश्य रहेछ, गर्न महत्त्व हुन्छ है। एउटै शब्दमा हामीले खेल्नु पर्छ। ल बुझ्नु भयो नि यो कुरा। ल के छ साथीहरूको अवस्था, बुझ्नु भयो कि के छ अवस्था? ल के छ फिडब्याक गर्नु त हजुरहरूले, बुझ्नु भयो कि के? बुझे। अनि सर यो रेकर्डेड क्लास हाम्रो त्यही युट्युबमै आउँछ है सर? युट्युबमा आज टेलिग्रामबाट मैले पुरै कोसिस गरेको, टेलिग्रामबाट अब साथीहरू कुनै साथीहरूबाट हेल्प गरेर मात्र टेलिग्राम नै एप के अरे इन्स्टल भएन के। इन्स्टल त भयो ठिकै छ सर। युट्युबमै नभए युट्युबमै पठाइदिँदा पनि हुन्छ नि। युट्युब लिङ्कहरू 1-2 दिन युट्युबमा जान्छ। भोलिसम्म म टेलिग्रामको एप हाम्रोमा खासै डाउनलोड हुन सकिन, त्यस कारणले गर्दा नि अलि इस्यु भएको। तर यसलाई टेलिग्रामलाई जसरी भए पनि रिपेयर गरेर राख्छु, ग्रुपमा टेलिग्रामको ग्रुपमा राख्छु। 1-2 दिन मात्रैको लागि हो। बेटर टेलिग्राममा नै हुन्छ सर। टेलिग्राममा राख्छु। आज तपाईँहरूलाई थाहा छ भोलिको दिन तपाईँहरू अफिसर बन्नुहुन्छ नि, आज 5:30 बजे रुमबाट फ्रेस भएर भन्नु न 6 बजे निस्केर अहिलेसम्म रुम जान पाएन कि। बाटैमा खानासाना यतै खाने, यतै अहिलेसम्म नि ड्रेसमै छु। अफिस जाने आउने यति आज त तीव्र गतिको उच्च लेभलको बिजी है। ल भोलिको दिन तपाईँहरू अफिसर बन्नुहुन्छ नि त, बिजीको हुन्छ त्यस कारणले गर्दा। ल ओके, त्यस कारणले गर्दा आज टेलिग्रामको अलिअलि कोसिस त गरेको थिएँ, तर खासै भएन, धेरै टाइम दिन सकेको छैन आज। हजुर नेट आज स्लो छ र? हेलो सर, एक्चुअली यो छ नि, यो चुनौतीमा के भन्नुभयो, गर्नु होइन? चुनौतीमा गर्नु भन्नुभयो लास्टमा होइन, मिलाउने होइन। चुनौती सोध्यो भने गर्नु, उद्देश्य भयो भने गर्ने, महत्त्व सोध्यो भने गर्न। ल
कुनै पनि विषय आयो भने गर्ने रहेछ भने उद्देश्य भयो, गर्न छ भने महत्त्व भयो, गर्नु छ भने चुनौती हो है। ल अब अर्को कुरा के छ भने संवैधानिक प्रावधानलाई और हजुरको नेट धेरै स्लो छ के सर? केही हजुरको कुरा बुझिरहेका छैन। हो सर, सरको नेट स्लो छ आज। आज नेट स्लो भयो। सरको नेट आज स्लो छ। के डिस्टर्ब यताबाट त अलि स्पष्टै देखा सबैजनामा त्यस्तै प्रब्लम हो कि के छ? के छ सबैजनामा यस्तै प्रब्लम हो कि मेरो मात्रै? सर हजुरको नेटवर्क स्लो छ, साउन्ड आएन। यताबाट अलि स्पष्टै देखा है। अब नेटवर्कको प्रब्लम हेर्दाखेरि नेट भन्दा पनि म वाइफाई अस्ति डिस्टर्ब गरेर डाटा नै लिएको, त्यस कारणले गर्दा है। हजुरको मात्र सर नेट स्लो। ल के छ साथीहरुको अहिलेको अवस्था के छ? अलि नेट ठिकको अवस्था भयो कि भएन? ठीक छ। ल आज नेटले के भन्दो रहेछ? पक्नु म यो हजुरहरु रि गरेर जोइन गर्नु होला। म यसलाई नेटलाई अलि ठिक्क पार्छु। अलि देखिएन सबैको कमेन्ट आइदिए। के छ साथीहरु नेट अलि धेरै डिस्टर्ब गरेको हो? अहिले ठीक छ सर, अहिले ठीक छ। अहिले ठीक छ। एकचोटी काटेर जोइन गर्नु फेरि कहीं सर ठीक हुन्छ होला कहीं। ए ल फेरि अहिले ठीक छ। अहिले गर्दा नि हुन्छ। रिपी गर्नु न बरु। छैन सर, छैन। नेट हजुरको स्लो नै हो। बोल्नै क्लियर छैन। ए ल म काटेर फेरि रिटर्न गर्छु ल। हजुर क्लियर भयो सर। ए ल अहिले अलि ठिक भएको हो? हजुर सर। ल हजुर ठिक छ ल। ल त्यसो भए अगाडि बढौँ ल। ल सूचनाको हकको उद्देश्य, महत्त्व अथवा चुनौती भन्दाखेरि सूचनाको हकको उद्देश्य, महत्त्व अथवा चुनौती जे भनेस् पनि उद्देश्य सोध्यो भने लास्टमा गर्ने लगाउने, महत्त्व सोध्यो भने गर्न, चुनौती सोध्यो भने गर्नु है। यो सबै लास्टमा यसमा ध्यान दिनुपर्छ। गर्ने नुने यसमा है। कसैले भन्यो भात खाने छ भन्ने कुरा त्यो फ्युचरमा खाने छ, कसैले खान्छ त्यो भने वर्तमान, कसैले खाइसक्यो त्यो भनेको त भविष्य हो नि त। त्यो यसले धेरै प्रभाव पार्छ है। त्यसकारणले गर्दा यसमा ध्यान दिनु होला ल। ल संवैधानिक अर्को सूचनाको हकको महत्त्व के रहेछ भन्दाखेरि उद्देश्य संवैधानिक प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु।
कार्यान्वयन गर्नु गर्न गर्ने है। यसरी गरेर हजुरहरूले राख्नु पर्यो। यो प्रत्यय त्यसै अनुसारले छुट्याउनु। अब मैले दुईटा लेखिदिएको, तीनटा। यो चुनौती, महत्व, यो उद्देश्य है। ल उद्देश्य यसरी गरेर मैले दुईटामा लेख्दैछु। अब हजुरहरूले आफै लेख्नु होला। ल अब एउटा दुईटा मात्र लेख्छु। ल ल अर्को के रहेछ भन्दाखेरि लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण तथा सम्वर्धन गर्नु। संरक्षण तथा सम्वर्धन गर्नु है। संवर्धन गर्नु। ल लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा सम्वर्धन गर्नु। यसको मेन गर्नु भनेको चुनौती भइदियो, त्यसैसँग जोडेको है। ल नेटै स्लो रहेछ। नेपालको नेट हो। अब नेपालको नेटमा पैसा पनि लिइसकेको छ एनसेल वालाले डाटा लिने बेलामा। जनकमा त वर्ल्डिङको लिँदा भइहाल्थ्यो। वर्ल्डिङले अस्ति जोडेको थियो, त्यसले धन डिस्टर्ब गरेर त डाटा लिएर गरेको नि त। त्यही भएर ल कोठामै राउटर राख्नु के छ अहिले अवस्था ठिक छ? सक्षम तथा के लेख्नु सर? यो बोर्डलाई पनि त गर्दिन न रोटेट। ए ल राजाले रोटेट त गरिहाल्छ त्यसो ठुलो। ल ल अब यो सूचनाको हकमा कस्तो रहेछ भन्दाखेरि लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा सम्वर्धन गर्नु है। अर्को के रहेछ भन्दाखेरि सहभागितामूलक शासन। सहभागितामूलक शासन मार्फत नागरिक सशक्तिकरण गर्नु। नागरिक सशक्तिकरण गर्नु है। ल त्यस पछाडि अर्को के रहेछ भन्दाखेरि पारदर्शिता मार्फत कानुनी शासन तथा सुशासन स्थापित गर्नु है। स्थापित गर्नु। शासन प्रणालीलाई आधुनिकतामा आधारित तुल्याउनु है। ल शासन प्रणालीलाई आधुनिकतामा आधारित तुल्याउनु।
ल साथीहरु के छ अब देखिन्छ अलि स्पष्ट? के छ साथीहरु अलि एउटाहरु देखि पढेर लेखिसक्नु भएको छ। के छ साथीहरु आज अलि देखिन्छ र? मजाले देखिन्छ सर। आज के भइदिएको नेटमा खासै? ल ल के छ अब देखिन्छ कि के छ अवस्था फिडब्याक गर्नु होला ल। के छ साथीहरु अब कोही पनि बोल्नु भएन ल। के छ कसरी थाहा पाउने भने? के छ मधुरो नि देखिया छ? ठीक छ सर, ठीक छ। अब यहाँ चाहिँ आज नेटवर्कले धेरै डिस्टर्ब गरेको जस्तो भयो कि। त्यो नेटवर्क किन यस्तो भइरहेको छ? के छ मधुरो नै देखिया छैन तपाईहरुलाई? तपाईहरुकोमा के छ साथीहरु मधुरो देखिया छ कि के छ? मैले त बोर्डै देखाएको छैन त। बोर्डै नदेखेपछि त समस्या भइहाल्यो नि। बोर्डै नदेखेपछि त समस्या भइहाल्यो। अहिले ठिक छ भनिराख्नु भएको छ त फेरि? अहिले देख्यो सर। अहिले देख्यो सर बोर्ड नि देखिया छैन। अब यस्तो अवस्थामा कसलाई के भन्ने भइदियो के? ल अब त अब यतिकोमा त पढाउन सकिन्छ कि के छ अवस्था? अलि त देखिने जस्तो छ। के छ साथीहरु? ठीक छ सर, ठीक छ अहिले। ए ल
डिस्टर्बेन्स ल अब त देखिन्छ होला अलि म पढाउँछु त्यसमा ध्यान दिनु अब के छ अब त देखिन्छ होला नि ल अब यसमा हेर्नु है के रे सूचनाको हक छ भने शासन प्रणालीलाई आधुनिकतामा आधारित तुल्याउनु सूचनाको हक राख्ने भने सूचनाको हक भनेको एउटा उद्देश्य कस्तो छ भन्दाखेरि सूचना प्रणालीलाई अथवा के रे के भन्छ भन्दाखेरि कि शासन प्रणालीलाई आधुनिकतामा आधारित तुल्याउनु जस्तै कुनै पनि व्यक्तिलाई सूचनाको हक छ भने त्यसले प्रविधि मैत्री सूचना माग्छ आधुनिकतामा आधारित सूचना माग्छ एआई मैत्री सूचना माग्छ त्यसकारणले गर्दा सूचनाको हक भयो भने शासन प्रणालीलाई आधुनिकतामा आधारित बनाउँछ है ल लेख्नु होला माथिको मेट दिन्छु ल त्यसपछि अर्को के रहेको छ भन्दाखेरि सार्वजनिक जवाफदेहिता प्रवर्धन गर्नु है सार्वजनिक जवाफदेहिता प्रवर्धन गर्नु है त केही देख्दै देखिन शासन प्रणालीलाई आधुनिकता आधारितमा तुल्याउने यति छ भने त मात्रै देख्दैछु शासन प्रणालीले यो नेटवर्क प्रब्लमबाट बच्नको लागि मैले चाहिँ डाटा खास लिएको हो अनलिमिटेड यो डाटाले पनि खासै राम्रो काम गर्छ ठीक छ सर अहिले ठीक छ सर ल देखिया अहिले ल देखिया छ अहिले के छ साथीहरु ठीक छ सर ए ल सुशासनको सूचनाको हकको उद्देश्य के थियो भन्दाखेरि राज्य प्रति
राज्यप्रति नागरिकमा अपनत्वको भाव सिर्जना गर्न, अपनत्वको भाव सिर्जना गर्न है, सिर्जना गर्न। त्यस पछाडि लोकतान्त्रिक लाभलाई पूर्ण रूपमा संस्थागत गर्न, पूर्ण रूपमा संस्थागत गर्न है, पूर्ण रूपमा संस्थागत गर्न। त्यस पछाडि न्याय प्रणाली सार्वजनिक सेवा प्रवाह, सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री तुल्याउन, जनमैत्री बनाउन है, जनमैत्री बनाउन। साथीहरु के भयो? फेरि प्रब्लम पर्यो? फेरि प्रब्लम जस्ताको त्यस्तै? ल के छ, फेरि समस्या जस्ताको त्यस्तै भयो? नेट की समस्या भएको क्या हो? सेम प्रब्लम। आज नेटले ठ्याक्कै धान्न नसकेको अवस्था हो कि के हो? अब यसमा नेटमा प्रब्लम भएपछि अब के गर्ने होला? यही नेटहरुको प्रब्लमबाट बच्नको लागि यो वर्ल्ड लिग कता कता एक दुई दिन वर्ल्ड लिगमा पनि ट्राई गरेको। त्यसै कारण हेर्दाहरु यता एकछिन रुक्नु ल, एकैछिन तपाईहरु पर्खिनु। एकपल्ट म राम्रो तरिकाले ट्राई गर्छु। त्यो भइहाल्यो भने ठिकै छ, भएन भने त्यसो सारे गरौ, केही सोचौला है। फेरि हजुरहरु फेरि जोइन हुनु होला एकैछिनमा।
के छ साथीहरु अब अलि ठिक्क देख्या हा ठिक छ सर ठिक छ अहिले ल ल अब अलि ठिक्कको देख्यो होला नि के छ अवस्था अहिले ल म फेरि यसलाई ट्राई गर्छु अब अझै पनि भएन भने त्यसपछि के छ साथीहरु अहिले अवस्था ठिक छ ठिक छ दाइ ठिक छ अहिले ए ल ठिक छ सर अहिले ल न्याय प्रणालीलाई ल न्याय प्रणाली तथा सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री बनाउनु सूचनाको हकको एउटा प्रमुख उद्देश्यको रूपमा रहेको हुन्छ है त्यसपछि सामाजिक न्याय मार्फत समतामूलक समाज निर्माण गर्नु सार्वजनिक पहिला के हुन्थ्यो भन्दाखेरि यो सूचनाको हकले के गरेको छ भन्दाखेरि पहिला सामाजिक मार्फत समतामूलक समाज निर्माण गर्नु त्यो समतामूलक भनेको कस्तो भन्दाखेरि सबैलाई बराबर हुनु अहिले दलितलाई दलित तरिकाले कुनै तरिकाले हेप्न खोज्नु भयो भने त्यो हेप्न सकिदैन किन हेप्न सकिदैन किनभने त्यसले सूचनाको हक मार्फत त्यसले आफूमा रहेको सूचनाको विषयहरू पाइसकेको छ त्यसै कारणले गर्दा सूचनाको हक भएको कारणले गर्दा यसमा सामाजिक न्याय स्थापित भई समतामूलक समाज निर्माण भएको समतामूलक समाज कसरी निर्माण भएको छ आरक्षण दिएको छ नि सूचनाको हक विस्तारै बढ्दै जाँदाखेरि मधेसी समुदायले यति सूचनाको दिनुपर्ने हक आरक्षण दिनुपर्ने महिलालाई यति दिनुपर्ने त्यो काम पनि सूचनाको हकले काम गरेको छ है ल त्यसपछि अर्को छ सूचनाको हकको सीमाहरू प्रश्न यसरी राख्छ सूचनाको हकको सीमाहरू तथा सूचना दिन नपिने सूचना